नमस्कार साथीहरू, यो भिडियो चाहिँ मेरो एकादशीको दिनको हो। आजभोलि मैले लेट गरिराखेको छु के भिडियो अपलोड गर्न। यसको लागि चाहिँ म क्षमा प्राप्ति छु। अनि आज ठुलो एकादशी भएको कारणले मैले तुलसी रङ्गाउन जाँदैछु साथीहरू। पहिला मैले धोएर सरसफाइ गरेर अनि तुलसीलाई रङ्गाउँदैछु साथीहरू। एकादशीको दिन चाहिँ एकदम पानी परेको थियो, 3-4 दिन भएको थियो। अनि त्यो दिन रङ लाग्न नि मिल्छ कि मिल्दैन भनेर सोचिरहेको थिएँ। तर पनि मैले हल्का सिमसिम पानी पर्दा पनि मैले रङ चाहिँ लगाइदिएँ साथीहरू। तर त्यस्तो गर्न चाहिँ नहुने रहेछ कि मैले यति धेरै रङ वेस्ट गरेँ कि मैले ब्रस पनि युज गरिनँ। यो चाहिँ ओइल पेन्ट थियो, यो पेन्टले असर नपर्ला भनेर लगाइहालेँ पहिला चाहिँ। पछि त सबै उक्किएर केही जात नभएर मैले फेरि डबल गरेको के साथीहरू। मैले के यो पन्जा पनि हस्पिटल खालको पन्जा लगाएको। अनि कतिचोटि च्यात्यो आखिरीमा यो पन्जा लगाएको नलगाएको एउटै भयो कि वेस्ट सबै च्यात्यो के रगड्दा। अनि सब हातभरि मेरो कपडाभरि लागेको छ कि यो पेन्ट गर्दाखेरि चाहिँ। अब मैले चाहिँ यसै सजिलो लागेर मैले पोहोर पनि मैले यसरी नै हातै युज गरेको थिएँ। तर त्यति बेला चाहिँ ग्लोभ्स लगाए च्यातिएन। अहिले चाहिँ पानी परेको भएर होला सायद ग्लोभ्स लगाउँदा पनि कामै नगरेको कि चिप्लो भएको। अनि कलरले पनि नपुग्ला जस्तो भएको कि। अनि त्यसपछि मैले यता चाहिँ तुलसीको लागि फुल रोप्दैछु। अनि सुन्तला लाउँथेँ सधैँ, सुन्तला नभएर स्याउ गाडेँ। अनि मेरो कपडाहरू चाहिँ सबै भिजेको भएर फेरि मैले ड्रेस चेन्ज गरेँ। पानी परेर हेर्नु उक्किसक्यो कि, यो भिडियोमा हेर्नु न पछाडि सबै उक्किसक्यो। त्यसपछि हामी लाग्यौँ बजारतिर। मेरो बुढो उहाँ चाहिँ मेरो नन्द भान्जा, मेरो नन्द, मेरो छोरी, मेरो कान्छी सासू भएर हामी सबै एकादशी मेला लाग्यौँ साथीहरू। जानलाई गयौँ है एकादशी मेला। एकदम अहिलेको त वर्स्ट के, एकदम नराम्रो के। किन भन्दा पानी परेर यति पानी पर्यो हामीले भन्न नि सक्दैनौँ। मैले फेरि छाता पनि एउटा मात्र लिएर गएको थिएँ। म त झन् पुरै भिजेर अनि एउटालाई दिउँ खोलाई दिउँ है, मैले सानो छोरीलाई मेरो बुढालाई दिएर छाता ओढ्न दिएर म र मेरो ठुलो छोरी चाहिँ भिजेको के। तर म चाहिँ एकदमै धेरै भिजेँ है। त्यही भएर राम्रोसित भिडियो खिच्न पनि पाइनँ। मोबाइलै पुरै बन्द भएको के, भिडियो खिच्न नपाइएको के। अनि हामी जहिलेको साल पनि बजार जाने नि त। अनि त्यही भएर यो साल पनि पानी परे पनि जाने हो, वर्षमा एकचोटि लाग्छ भनेर बुढालाई रिक्वेस्ट गरेर के। अझ लैजान नखोज्दा पनि कति रिक्वेस्ट गरेर गएको। हेर्नु नि, यहाँ बाटो यति हिलो भएर यति जाम भएर। तर त्यस्तो पानी पर्दा पनि कति के मान्छेहरू, हामीले त सोच्यौँ अब पानी परिरहेको छ मान्छे त हुँदैनन् होला भनेको, त यति धेरै मान्छे एक्सपेक्टेसनै भएको थियो कि त्यति बेला। हेर्नु नि, यहाँ पानी परेर यहाँ जाम भएर हामीलाई गाडी रोकै भएको कि कति बेलासम्म। अनि छाता लगाएको भए त सायद भिजिँदैन थियो होला। अब छाता पनि लैन, म चाहिँ टोटली भिजेको के। मेरो मेकअप सेकअप सब गएको कि, मेकअप पनि नगरे भए नि हुने छ भन्ने फिल भएर। अनि यही छ मेरो भिडियो अन्तिमसम्म हेरेर लाइक शेयर सब्सक्राइब गरिदिनु साथीहरू। अनि हजुरहरू कहाँदेखिबाट हेर्नु भएको छ मेरो भिडियोलाई कमेन्ट गर्न पनि नभुल्नु होला है त। अब म यति भनेर मेरो भिडियोलाई बन्द गर्छु। म भोइस ओभर चाहिँ बन्द गर्छु। बाई बाई। ल हेर्दै जानु है त के भइरहेको छ। बाई बाई साथीहरू।
साथीहरू सधैँ के हामीले बजारमा गएर तरकारी किन्ने फलफुल किन्ने गर्थेँ अनि यसपालि चाहिँ पानी धेरै परेको भएर के पनि लिन पाएनौँ लिन त मैले सुन्तला र सकरखण्ड त लिएको थिएँ तर यस्तो धेरै पानी परेको भएर हामी त ओत खोज्दै हिँड्न परेको कि अनि बच्चाहरूलाई पनि गेम खेलाउने भनेको गेम खेलाउने धरीमा सुद्धा कस्तो पानी परेर तर खेलाएँ है बच्चाहरूलाई चाहिँ उसको मनको सन्त हेर्नु न पानी कति परिरहेको छ हेर्नु नि म पुरै भिजेको छु त्यो बिना छाता भिडियोको खिच्ने चक्करमा म पुरै भिजेछु 10 चोटि मोबाइल बन्द भयो होला तर मोबाइलले चाहिँ साथ दिएकै हो भन्नुपर्छ यतिको भिडियो खिच्न अनि यो यतापट्टि चाहिँ एउटा सानो फुच्ची यति पानी पर्दा नि जम्प गरिराखेको कि अनि म र मेरो छोरी चाहिँ पुरै भिजेको मेरो ठुलो छोरी चाहिँ पछि दिदीहरूसित गयो छाता ओढ्न म चाहिँ पुरै भिजेर सब हाँसेको थिएँ मलाई देखेर अनि यसपालि चाहिँ कस्तो ठुलो प्रोग्राम थियो केउरेनीमा तर के गर्नु पानीले गर्दा मौसमले गर्दाखेरि त्यो प्रोग्राममा पनि त्यति राम्रो चलेन होला सायद जहाँसम्म लाग्छ मलाई चाहिँ चले जस्तो लागेन त्यो दिन जुन भन्ने दिन चाहिँ मेन दिनको चाहिँ कस्तो धेरै पानी परेको कि अनि मैले चाहिँ यति एउटा भिडियो र फोटो चाहिँ खिचेँ मेरो नानीलाई रिक्वेस्ट गरेर मेरो नानीले खिचिदिनु भएको यो भिडियो चाहिँ अनि जाम भन्नुभएको छ कि आउन नपाउँदै जाम भन्नुभयो अब हामी त अक्कन बक्क के गर्ने कता जाने यस्तो पानी परेछ अब के गर्ने भने त्यही पनि एउटा बच्चालाई एउटा गेम त खेलाइदिउँ भनेर हेर्नु सबले छाता उडाएर खेला मैले मात्र के छोरीलाई छाता नउडाइदिएको अनि कसलाई दिने कसलाई नदिने भएको के छाता यस्तो दिन पनि हुँदो रहेछ है मेरो फर्स्ट टाइम एक्सपिरियन्स बजार जाँदाखेरि चाहिँ पानी एकदम धेरै परेको के यहाँ चाहिँ मेरो छोरी र भान्जा खेल्दैछन् पिङ भन्छ के भन्छ यसलाई कार मेरो सानो छोरी चाहिँ मानिन के जान पनि अनि पनि त्यही पनि पानी परिरहेको थियो साथीहरू हामी चाहिँ पानी परेको भएर एकदम आत्तेर छुट्टा निस्क्यौँ अनि यहाँ चाहिँ म हाम्रो श्रीमानलाई वेट गरिरहेको छु मेरो सानो छोरी र श्रीमानलाई अनि म चाहिँ पुरै भिजेको छु यता हेर्नु न म कसरी भिजेको छु कि पुरै भिजेको छु कि मलाई हेरेर सबै हाँसेछन् अनि मेरो बुढा फेरि कहाँ जानुभयो भनेको त उता पछाडिबाट चाहिँ कति धेरै भान्जाको लागि मेरो दुईटा बच्चाहरूको लागि भनेर फुल खेलाउने कुरा लिएर भैयाहरू जस्तै भएर आउनुभएको के त्यहाँ हेर्नु है अनि मेरो नन्द र मेरो जेठो छोरी चाहिँ दौडी गइछ के त्यो भिडियोमा देखिन सक्नुहुन्छ हजुरहरूले ल यही हो मेरो भिडियो अब ढिलो आइरहेको छ साथीहरू त्यसको लागि सरी अब चाहिँ म टाइममा रेगुलर टाइममा चाहिँ भिडियो अपलोड गर्न ट्राई गर्नेछु यस्तै थियो हाम्रो यो सालको एकादशी